गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। अब श्रीमान विदेशमा भएका श्रीमतीले पनि नेपालमै बसेर आफ्नै श्रीमानको बच्चा जन्माउन मिल्ने भएको छ। डाक्टर आकृति भारतीका अनुसार आइभीएफ प्रविधिका माध्यमबाट श्रीमानको शुक्र किट ल्याबमा फ्रिज गरेर राखेर श्रीमान बिना नै बच्चा जन्माउन सकिन्छ। रुको जरा, सबर करो। आउनुहोस् मेरो तुरी काटेर लैजानुस्, अब यसको के काम? त्यो सबै झन्झट नगरौँ, म छाँदैछु नि जल्दो बल्दो। अच्छा त्यो शुक्र किट चाहिँ कुरियर गर्न मिल्छ कि मिल्दैन बहिनी, यसो बुझेर फेरि समाचार बनाउनु त। कसम म गुला काटेर फालिदिन्छु अब। दिदी तरिका पनि सिकाइदिनु न, त्यो निल्ने हो कि शरीरमा घसेर हुन्छ? डाक्टरकै अनुहार जस्तै बच्चा जन्मियो भने चाहिँ के गर्ने हौ सीमा झाक्ने?